हेलो गाइस, वेलकम टू माई च्यानल। सो आज चाहिँ तपाईहरुसँग म एउटा नयाँ रेसिपी लिएर आएको छु। सो नयाँ रेसिपी चाहिँ के हो भन्दा चाहिँ म चाहिँ आज चाहिँ सुँगुरको खुट्टाको चाहिँ अचार बनाउँदै छु। सो त्यसको लागि चाहिँ मैले यहाँनिर प्याज, टमाटर, लसुन, अदुवा छिलेर काटेर राखेको छु अनि खोर्सानी पनि राखेको छु। सो मासुलाई चाहिँ मैले मजाले धोएर सफा गरेर अनि मजाले एकछिन पानी तर्काएर त्यसको बादमा चाहिँ यहाँनिर मैले कुकरमा हालेर प्याज हाल्दै छु। प्याज हालेर चाहिँ त्यहाँदेखि मैले अगाडि जुन चाहिँ चप्ड गरेर राखेको थिएँ अदुवा लसुन भयो, जति पनि मैले त्यहाँनिर खोर्सानी भयो अनि मैले चाहिँ यहाँनिर चाहिँ सबै एकैचोटि हालेर चाहिँ त्यहाँदेखिको चाहिँ यहाँनिर मजाले मिक्स गर्नुपर्छ। सो त्यही भएर चाहिँ मैले यहाँनिर टमाटर भयो, खोर्सानी भयो, खोर्सानी चाहिँ तपाईहरुले मजाले हाल्नुपर्छ किनभने अचार हो, अचार त पिरै हुनु पर्यो। त्यही भएर खोर्सानी चाहिँ एकदमै निकै हालेको छु मैले। अनि त्यसको बादमा चाहिँ नुन, हल्दी अनि तपाईहरुले नुन चाहिँ अब आफ्नो आफ्नो टेस्टको अनुसार हाल्नु सक्नुहुनेछ। त्यसको बादमा तीखालाल हालेर चाहिँ अनि त्यसको बादमा चाहिँ तपाईले सोया सस चाहिँ हल्का हाल्नुपर्छ अनि सोया ससले चाहिँ अलिकति राम्रो हुन्छ। अनि त्यसको बादमा चाहिँ भेनिगरले चाहिँ एकदमै अचारलाई चाहिँ राम्रो गरेर राख्छ, त्यसले चाहिँ छिटो बिग्रिन दिँदैन। सो त्यही भएर भेनिगर पनि हाल्नुपर्छ। तेल चाहिँ अब तपाईहरुले आफ्नो आफ्नो हिसाबले हाल्नु सक्नुहुनेछ। सो तेल चाहिँ अलिकति कम्तीमै हाल्यो भने चाहिँ राम्रो हुन्छ। सो त्यो तेलहरु हालेर चाहिँ त्यहाँदेखिको तेललाई चाहिँ मजाले मिक्स गर्नुपर्छ। मासुमा चाहिँ जति पनि भएको त्यो इन्ग्रेडियन्ट्सहरु छ त्यो चाहिँ मजाले मिक्स हुनुपर्छ। त्यही भएर चाहिँ मासुलाई चाहिँ तपाईहरुले मजाले एकछिन चाहिँ मजाले चलाउनु पर्छ। सो मजाले चलाएर सो त्यसको बादमा चाहिँ अनि ग्यास अन गरेर त्यहाँदेखिको कुकरलाई चाहिँ एकछिन ओपन राखेर त्यहाँदेखिको मजाले पकाउनु पर्छ। सो एकछिन राखेपछि चाहिँ पानी मजाले निक्लिन्छ, त्यहाँबाट मासुको जुन चाहिँ अब पोसेको पानीहरु हुन्छ त्यो आफै निक्लिन्छ, पानी हाल्नु हुँदैन। सो त्यसको बादमा चाहिँ अनि पानी चाहिँ एकछिनबाट आफै पानी निक्लेपछि त्यसको बादमा चाहिँ हामीले चाहिँ पानी हाल्नुपर्छ। सो ताकि मासु चाहिँ मजाले पोसोस्, पानी मसलाहरु जति पनि छ मजाले मासु भित्र पसेर चाहिँ मासु मजाले पाकोस्। सो त्यही भएर चाहिँ हामी पानीमा अलिकति हालेर त्यहाँदेखि त्यसको बादमा चाहिँ मजाले चलाउनु पर्छ। चलाएर त्यसको बादमा चाहिँ तपाईहरुले कुकरको कभर लगाएर यसलाई कमसे कम 7 या 8 सिटी लाउनुपर्छ। सो त्यति लगाएपछि चाहिँ एकदमै मजाले पाकेको हुन्छ। मासु मात्रै हैन, अझै पनि मजाले पाकेको हुन्छ, त्यसको मसलाहरु पनि मजाले पसेको हुन्छ। सो गाइस तपाईहरुले पनि यसरी नै पकाएर खानुस् होला। यसरी चाहिँ तपाईहरुले खाएर यसलाई राख्नु पनि सक्नुहुन्छ, बिग्रिँदैन। यस्तो प्रकारले चाहिँ तपाईहरुले पनि ट्राई गर्नु होला। सो